ढिलो भइसक्यो 6 भइसक्यो उठ उठ बाबा उठ छिटो उठ छिटो उठ्नु छैन 6 बजीसम्म उठ छिटो उठ न सानो उठ ढिलो हुन्छ छिटो उठ आन्टीकोमा जाने हैन ल उठ उठ त उठ 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 सबैलाई गुड मर्निङ आजको हाम्रो मिनी भ्लगमा स्वागत छ हामी आज बिहानै मिनी भ्लगको बनाउँदै छौं भिडियोहरू र मिनी भ्लग मन परेमा सबैजनाले लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला गुड मर्निङ एभ्रीवन टुडे इज सटरडे आज शनिबारको दिन तपाईहरु माझमा म मिनी भ्लग लिएर आएको छु आज बिहानीको पख एकदम मौसम सफा छ बाहिरपट्टि बिहानै घाम लागेको छ हिजो अस्ति पानी आयो आज घाम लागेको छ गुड मर्निङ गुड मर्निङ छोरो गुड मर्निङ हाई गरिदिनु छोरो हाई गरिदिनु छोरो हाई गरिदिनु हाई गरिदिनु लु माम खानु आउनु माम खानु आउनु आउनु छोरो छोरो माम खानु लु जानु हाप्पा माम खानु लु हाप्पा खाइदिनु लु लो माम चाहिँ मेरो श्रीमती ज्यूले खुवाउँदै हुनुहुन्छ भाइलाई लु यता हेरेर माम खानु ज्ञानी पो छ त हाई गरिदिनु छोरो हाई गर्नु सबैलाई हाई गरिदिनु गुड मर्निङ भनिदिनु यतापट्टि छोरी अघि नै मुख धोइहरी आएर छोरी योगा गर्दैछिन् अब योगा गरेको बेला बोल्नु त हुँदैन हैन सोध्नु पनि हुँदैन सोध्नु कि क्या यता पनि गएर थाल्नु भयो छोरो पनि सँगै गएर बसेर गर्नु त लु छोरो जानु त जानु 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 सँगै बसेर लु ले 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 छोरो पनि ज्ञानी छ नि त लु बसेर गरिदिनु हो सँगै बसेर ल काखमा बस्नु ल ल नमस्ते गर्नु खोइ नमस्ते गर्नु कति मजाले बसेको दिदाले भनेको सुनेको नमस्ते गर तिमी पनि नमस्ते गर प्रणाम छोरीले यसरी नै योगा गर्छिन् सधैँ योगा गर्छिन् बिहान उठ्ने बित्तिकै के आयो छोरो ए किरा रहेछ ओम भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात् ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात् वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ओंकारं बिन्दुसंयुक्तं नित्यं ध्यायन्ति योगिनां कामदं मोक्षदं चैव ओंकाराय नमो नमः गुरुर्ब्रह्मा छोरो के गर्नु भएको तपाईले चप्पल उल्टो लगाएर के गरेको बिस्तारै छोरो हुन्न त्यसो चप्पल खोइ बाबाको चप्पल त्यो हुँदैन त्यो मम्मुको चप्पल तिम्रो चप्पल उता छ ऊ छानीको चप्पल यहाँ हाल्नु यहाँ छ त्यो त हुँदैन त्यो त मम्मको चप्पल हो यहाँ छ बाबाको चप्पल लाउनु त बसेर लाउनु त बसेर लाउनु त चतुर्थांश वाहिनी करावे वसते लक्ष्मी करमते सरस्वती
करमुने तु गोविन्द प्रभाते कर दर्शनम् प्रभाते कर दर्शनम् ओम शान्ति 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 के गरेको छ यार तिमीले यो म बुझिन त नि भगवानलाई सम्झेको कि के हो भगवानको आस्था गर्नु ए भगवानको आस्था गर्नुपर्छ तपाईँ सधैँ गर्नुहुन्छ अनि भाइलाई पनि सिकाउन त लु भाइलाई सिकाउनु त लु लु ल ल ल लु भाइलाई सिकाउनु त लु हजुर ल ल ए चप्पल अरे ल ल ल चप्पल लु छोड्दै छोड्दै ल सोल्टो चप्पल लाउने ओ भन्दिनु ओ भाइ पनि ओ भगवानको प्रार्थना गरेको के माग्नु भयो के माग्नु भयो ए सम्झेको चाहिँ हो ए मतलब मागेको भन्दै थियो नि अनि उता यता फेरि छोडेको छिट्टै आफ्नै नक्कल छ खुट्टाएर खुट्टाएर खुट्टा 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 खुट्टाएर खुट्टा 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 लु हेर लु छोरी के खानु भएको हो किन आज अनि उठ्ने बित्तिकै आलस्य छ त अनि किन सटरडे भएर ए खोइ कति छ पानी यत्रो पानी खाइसक्नुहुन्छ तपाईँ ए आफै सधैँ खानुहुन्छ पानी कि आज मात्र खानुभएको सधैँ के तपाईँ बिहे गर्ने सोचमा हुनुहुन्छ के तपाईँ घर बनाउने सोचमा हुनुहुन्छ फर्निचरको खोजीमा हुनुहुन्छ सोफाको खोजीमा हुनुहुन्छ अब चिन्ता नगर्नुहोस् तपाईँहरूको सहर बिर्ता मोडमा अनलाइन सभा बिर्ता मोड आइसकेको छ नमस्ते तपाईँ हेर्दै हुन्छ यतिखेर अनलाइन सभा बिर्ता मोड तपाईँहरूको मनमुठुमा बस्न सकल यो अनलाइन सभा बिर्ता मोड तपाईँहरूको समस्यालाई मध्यनजर गरेर अब रिओपनिङको लागि सिटी सेन्टर भित्रै आइसकेको छ अब तपाईँहरूलाई टाढा कहीँ जानु पर्दैन सट्ट गाडी चढेर आउनुहोस् इलामबाट आउनुहोस् फिदीबाट आउनुहोस् काकरभिट्टाबाट आउनुहोस् धुलाबारीबाट आउनुहोस् दमकबाट आउनुहोस् जहाँबाट आउनुहोस् पूर्वबाट आउनुहुन्छ काकरभिट्टा साइडबाट आउनुहुन्छ भने लेफ्ट साइडमा र मुक्तिचोक साइडबाट आउनुहुन्छ भने राइट साइडमा सिटी सेन्टर भित्र डी ब्लकमा अब अनलाइन सभा सेन्टर बिर्तामोडको नयाँ शाखा रिओपनिङ हुने भएको छ तपाईँहरूको घरको लागि होस् या बिहे वर्तमानको लागि होस् कुनै पनि फर्निचरका सामग्रीको आवश्यकता छ भने हामीलाई सम्झनुहोस् नेपालभरि डेलिभरीको सुविधा छ भने हाम्रो झापाभरि होम डेलिभरी फ्री डेलिभरीको सुविधा रहेको छ आउनुहोस् एकपटक हेरौँ सामानहरू कस्तो कस्तो पाइँदो रहेछ हामीलाई मनपर्ने हाम्रो नयाँ घरमा सजाउने सोफाहरू विभिन्न दराजहरू बेडहरू हेरौँ धन्यवाद नमस्ते